तिलीचीको यात्रा सुरु हुन्छ है अब। हेलो हाम्रो गुरुजी लाग्यो ल। बुटोलदेखि सुरु यो हामी 9-4 ल। बुटोलको 2.5 घन्टाको यात्रापछि नारायणघाट अहिले हाल्छौँ मर्ने गर्दाखेरि 2-2.5 घन्टाको यात्रामा हामी बुटोलदेखि नारायणघाट आयो है। नारायणघाट पुलचोक डे फर्स्टको फर्स्ट हाफ खाना पातलगढीमा होइन। माथि राख्यौँ जुम्रेवाला अब बेसी सर्फ लाग्यो 3:43 बेसी सर नगरपालिकामा प्रवेश गर्दैछौँ है। अब गाइस हाम्रो चालक दलहरू एकदम खतरा राइडर भएको हुनाले यति चाँडो आउन सम्भव भयो है, नत्र टाइम लाग्दो रहेछ। यो लामो कतिको अनुभवहरू तपाईँको 24 वर्षदेखि गर्नुभयो होइन घाट चलाउने? 24 वर्ष पुरानो हाम्रो चालक दलहरूले यहाँसम्म लिएर आइसक्नुभयो। एकदम सुरक्षित साथ यहाँसम्म आउन सक्नुभयो है। डाउन्नेमा हल्का चिसलिक्क गरेको ऱ्याल मान्छेलाई ठेस लाग्ने त रे घर बस्ने ए जाऊ आयो है। ट्याक्कै 7 घन्टामा 9-4 हामी बुटोलबाट हिँडेको। चारमा आइयो भने 7 घन्टा भयो। नन्दनी राम्ररी धुनुहोस् है। ल हाम्रो यो तिलीचो ट्रिकको रमाइलो है। हाम्रो भाइले डान्स दिइरहनु पछाडि उठ्यो बस्यो जुन्कीले नाच्यो। 7:54 हामी बेसी सहरबाट हिँड्यौँ है। खाम न यो हामखोला झरना मर्साङले आँखा पक्रेको सिनो हाइड्रो पावर बाटोमा 2टा नदीको उड्या रहेछ क्या। हेर न सिनो हाइड्रो पावर बाटोमा यो हाम्रो तिलीचो हाङसर जाने बाटोमै पर्दो रहेछ। साथीहरू उहाँ आउँदैछन् बल्ल। दुईटा खोला मिसिएको रहेछ क्या। एउटा यताबाट आएको छ, दुईटा नदीको सङ्गममा राम्रो हाइड्रो पावर चाइना लगानी गरेको हाइड्रो पावर। लोग आ रहा है माथि
ल है बिस्तारै जाउँ पुर्दै कहानी भन्नुभयो पाहुनालाई त केही गुमाउनु परिहाल्यो 2 घण्टाको यात्रा लमजुङ पछि यहाँसम्म आइपुग्यो है बाटोको झन्झन जस्तो लागिरहेको माथिबाट बनाएको तपाईँको कस्तो कस्तो फिल भइरहेको फर्स्ट टाइमको एकदम मजा आइरहेको आउनुपर्छ है अब पनि यो हेर्दै हुनुहुन्छ आउनु है आउनु हामी पनि बाटोमै छौँ आउनु एकदमला सँगसँगै जाउँला जहाँ गए पनि सँगसँगै जाउँला अगाडिको भिडियो देखाइदियो अगाडिको बाटो यस्तो छ बाटो त अब त्यस्तै हो नेपालको बाटो भइहाल्छ अनि अरू चाहिँ सब्जीको बाँकी चाहिँ केरी यो हाम्रो लमजुङ मर्स्याङ्दी 4 मा पर्ने झरना ताङदिङ भनेर छ ठुलो झरना रहेछ बाटोमा ताङदिङहरू तागदिङ तातो पानीमा आइयो है हामी अब यहाँ जगत 10:43 भनेपछि 3 घण्टा त लाग्छ है ल खाना खामै खाना खाम ल घिउ झ्याङ्गे पारेर है खाना खाएर अनि त्यसपछि हामी निस्किन्छौँ फेरि क्याम्पतिरको हामी है यहाँ ठुलो झर्ना रहेछ जति माथि माथि गयो त्यति आनन्द आइरह्यो बस्नु पनि रहेछ बढिरहेको छ अगाडि जानुपर्ने केही बाटो हुँदैन यही बाटो हुँदै जाँदैछौँ हामी है डाँडापारी गएर आज हाम्रो बसाएको छ हुनु लाग्यो झर्नै झर्नाको ओ गड वाउ कति राम्रो ठाउँ ओहो फोन दिन्थ्यो त्यसपछि निरन्तर हाम्रो यात्रा जारी रहनेछ खारसाङको लागि आज अनि सर कस्तो लागिरहेछ यो यसको बारेमा के बोलिदिनुहोस् न यो यात्राको बारेमा यो यात्रा एकदम दुःखदायक पनि छ पीडादायक पनि छ आनन्ददायक पनि छ जति दुःख धेरै केले जित्यो के अरे धेरै केले जित्यो आनन्दले कि आनन्दले अनि भाइको के छ यसमा जुनगिरीको कहाँ हो मलाई एकदम बेस्ट ट्रिप लाग्यो भाइको तपाईँलाई कस्तो लाग्यो यो ट्रिपको बारेमा एकदम दामी फर्स्ट टाइम आइयो तर एकदम दामी छ अब यात्रा जारी छ अझै है बिचबिच भ्युजहरू
एक्सप्लेनेसन हेर्छ यो पाहाडको बाटो हो नि त यो होइन यो मनाङे दिपक मनाङे दाइ ठाउँतिर हो है जाने बाटो हो यो अब हामी मनाङ प्रवेश नासो गाउँपालिका मनाङ गर्नुपर्छ हामी मनाङ जिल्ला प्रवेश गर्दैछौँ है नासो रुरल म्युनिसिपालिटी यो हामी कति दूरमा 12-27 पुग्यो हो यात्रा जारी छ है एकदम राम्रो लाग्यो है तर यो कस्तो नाम चाहिँ थाहा भएन के नाम रहेछ झरनाको देश कठिन छ यात्रा कठिन भेटिनु है साइकलमा पिछे जाँदै हुनुहुन्छ उहाँहरूले उकालो लागि उकालै मनाङ जिल्लाको तिमाङ भन्ने ठाउँमा आइयो हामी है अहिले एकछिन यसो रेस्ट गरेर जानु पर्ला अरू राइडर आउनु पर्छ राइडर तिमाङ मनाङको तिमाङ भन्ने ठाउँ यहाँको हाइट 2650 मिटर रहेछ जम्मा अझै हामी जानेछौँ 4900 हामी आयो स्याउ खेती गरेको ठाउँमा स्याउ स्टोरेज गर्ने ठाउँ रहेछ यो यहाँबाट कहाँ कहाँ जान्छ स्याउहरू यो कहाँ कहाँ जान्छ स्याउ यहाँबाट सबै काठमाडौँ हो स्याउ उत्पादन गर्ने ठाउँहरू चाहिँ स्याउ स्टोर हेर्नु भन्ने अवसर पनि पाइयो कति राम्रो टिक्क भाइ बारीको स्याउ टिपेर चप्प है खसो वेस्ट गर्नु भएन सधैँ मिठो छ दाइ कस्तो बिल भइरहेछ भाइ एकदम रोको जरा के अरे रोको चिज जरा के रोको के थियो एउटा हिन्दी डाइलग रोको जरा घुम हुम्डे
हिन्डे मनाली यत्र जाने छ सालको कसै अनुसारमा हुन्छ हाम्रो पवन सर आउँदै हुन्छ पछि फाइनल्ली हामी खाङसा भन्ने ठाउँमा पुग्न लाग्यो है नजिक कति बवाल छ यो आउँछ कहिले फाइनल्ली खानसा र बजार आइयो हामी है यहाँबाट नजिक देखिने हिमाल यो यसको खाङसरको हाइट तपाईँको 3790 मिटर छ अब अझै 49 सय जानै छ पर्सि के हुने कतिको हिँड्न सकिन्छ खाङसरको -4 डिग्रीमा अब यसरी सुत्ने तर्फरमा छौँ है अनि यहाँ के अरे जाडो एकदमै छ खानासाना खाइयो आज 8 बजे बिस्तारै त पनि बज्यो भोलि बिहान उठेर फेरि हिँड्न छ है ल आजलाई शुभरात्रि है त ओके छ त भने यो होटलको नाम के गर्दा इतामटिक भन्ने होटलमा बस्यो हामी राति रमाइलो भयो अब हामी चाहिँ बेस क्याम्पको लागि रेडी हुँदै ल तार पानी आएर माथि होटलको व्यवस्था भइसक्यो है हाम्रो यात्रा सुरु भयो है अब 3 दिनको पैदल यात्रा यो खाङसारदेखि अब हामी हिँड्दैछौँ हाम्रो गन्तव्य यता छ ल है त पछि चाहिँ भिडियो बन्दै गर्छ श्रीखर्क पुग्यो है 1 घन्टाको पैदल हिँडाइले एउटा राम्रो भ्युजहरू देखियो 2 घन्टाको हिँडाएपछि यस्तो ठाउँ आयो अनकन्टर हिजो रातिमा मनोरम दृश्यसँगै यात्रा कठिन पनि जटिल पनि छ डेन्जर पनि छ यात्रा निरन्तर छ यो ल्यान्डस्लाइड एरियामा आइयो यो त झन् डेन्जर छ अरे होइन ब्रेक मार्दै है ब्रेक मार्दै रक फेरिङ गरे अझै 1.5 घन्टाको यात्रा छ है हाम्रो सर पवन सरको आर गुड
अलि अब हाम्रो नजिक छ है खाङसार ए खाङसारदेखि बेस क्याम्प 8 बजेको हिँडेपछि 5-4.5 घन्टामा बेस क्याम्प नजिकै आइपुग्यो। यहाँ आज राति यहाँ बसाइ हुन्छ, भोलि बिहानै फेरि माथि तिलीचोको लागि। यो ल आयो हामी तिलीचो बेस क्याम्प 4200 मिटर हाइटमा छ। हाम्रो बसाइ आज यही हुन्छ, भोलि यता लागिन्छ। हामी बिहान उठेर है यस्तो दामी छ यो ठाउँ। सुन्दरताले त यार भरिपूर्ण नै गराएको देश हो यार। बेस क्याम्प अरे यो बेस क्याम्प आज चाहिँ माथि बादल लागेछ, खासै वेदर राम्रो होला जस्तो लागेन। भोलि चाहिँ मौसम क्लियर हुन्छ कि हुँदैन है। तिलीचो लेकको लागि यात्रा सुरु हुन्छ बिहान 3:30 बजे। कति बजे? 3 बजिसक्यो। बिहानको 3 बजे माथि पुगेर फर्केर तल खाङसार बस्ने योजना छ, हेरौँ के हुन्छ है। 4 बजे बिहानको तिलीचो जाने बाटोमा लगाइज हामी विश्वकै अग्लो ठाउँमा रहेको लेक तिलीचो लेकमा आइपुग्यो। यो अगाडि गएपछि तिलीचो लेक भेट्न सक्छ हामीले है। ल यात्रा लगभग भ्याइन लाग्यो है तिलीचो लेकसम्मको। फाइनल्ली हामी विश्वको यो सबैभन्दा हाइटमा रहेको लेक तिलीचो लेक 5019 मिटरमा रहेको तिलीचो लेकमा आइयो। कति रमाइलो शान्त ठाउँ छ। This is the Tilicho Lake. त्यही हो नि मैले यस्तै गरेर झन्डा यस्तो हुन्छ हैन र त्यही यसमा छिराम भनेको यो तलको खुसिनमा क्या यो खुल्ला छ नि त हैन र